ओके ल। अब आजबाट हामी यो जुन हाम्रो कम्प्युटरमा बाइनरी ल्याङ्ग्वेज भनेको के हो, प्रोग्रामिङ ल्याङ्ग्वेज के हो, कम्पाइलर के हो, इन्टरप्रिटरहरू के हो, यो कुराहरू आजबाट म बुझाउँछु। सो म चाहिँ जहीँ पनि कम्प्युटर सिकाउँदा अथवा यो जुन हाम्रो प्रोग्रामिङहरू सिकाउँदा सुरुमा यो बुझाउने गर्छु, अनि मात्र अरू गराउँछु। र यो बुझ्नुपर्छ जस्तो लाग्छ सुरुमा, अनि मात्र अरू हुन्छ जस्तो लाग्छ। सो र म फर्स्ट स्लाइडमा गएँ मेरो। अब सुरुमा त कम्प्युटरले बाइनरी किन युज गर्छ भन्ने कुरा यहाँ चाहिँ ल। सुरुमा त के हो भन्दाखेरि हाम्रो कम्प्युटरमा ट्रान्जिस्टरहरू युज गरेर हुन्छ क्या। पहिले पहिले के हुन्थ्यो भन्दाखेरि सुरुमा चाहिँ भ्याक्युम ट्युबहरू हुन्थ्यो क्या। यस्तो ट्युब हुन्थ्यो, यसमा क्याथोड युज गरे हुन्थ्यो एकपट्टि। अब यहाँ सबै भ्याक्युम हुन्थ्यो। भ्याक्युम भने यहाँ खाली छ, मतलब यहाँ केही नै छैन, ठिक छ। अब अब भ्याक्युम छ भनेपछि यहाँ एयर रेजिस्टेन्स एकदम कम्ती छ। र के हुन्थ्यो भन्दाखेरि भ्याक्युम भएपछि यहाँबाट अब हाम्रो आयन्सहरू अथवा इलेक्ट्रोन्सहरू कुदेर यतापट्टि जान सक्थ्यो। सो अब यो इलेक्ट्रोन्सहरू कुद्नु भनेको नि हाम्रो चार्ज थियो क्या, फ्लो अफ इलेक्ट्रोन भनौँ न। अब यहाँ इलेक्ट्रोनहरू कुद्दैछ भने त्यसलाई 1 भन्न सक्यो, कुद्दै छैन भने 0 भन्न सक्यो। त्यसरी थियो पहिले हाम्रो। अब यो एकदम इनएफिसियन्ट हुन्थ्यो, किनभने त्यहाँ भ्याक्युमले कन्ट्रोल गर्नुपर्थ्यो। अब होइन कति हुँदाखेरि पास हुने नहुने यताउता, त्यो निकै सुरुको फर्स्ट जेनेरेसन अफ कम्प्युटर चाहिँ यो थियो। सेकेन्ड जेनेरेसनबाट चाहिँ हाम्रो ट्रान्जिस्टर आयो है। सो ट्रान्जिस्टर भनेको चाहिँ के हो, 3 टर्मिनल एउटा डिभाइस हुन्छ। यस्तो कलेक्टर, बेस र इमिटर भन्ने चाहिँ 3टा खुट्टाहरू हुन्छ यसको भनौँ न। अनि अब यसले चाहिँ के गर्यो भन्दाखेरि यसमा चाहिँ अब यो 2टा खुट्टाले युज गरेर यसमा करेन्ट यसमा स्टोर हुन्छ कि हुँदैन भन्ने कुरा हामी कन्ट्रोल गर्न मिल्यो क्या। जस्तै मानौँ मसँग एउटा, 2टा, 3टा, 4टा, 5वटा, 6वटा, 7वटा, 8वटा ट्रान्जिस्टर छ अरे यसरी मसँग, ठिक छ। सबै कनेक्टेड हुन्छन् कम्प्युटरमा। र कम्प्युटरमा बिलियन्समा हुन्छन् ट्रान्जिस्टरहरू, ठिक छ। आई थिङ्क 40-50 बिलियनमा हुन्छ जस्तो लागेको छ मलाई है। म ठ्याक्कै स्योर चाहिँ छुइनँ, तर बिलियन्समै हुन्छन् नम्बर चाहिँ। सो अब यहाँ के हुन्छ भन्दाखेरि नि, जस्तै म एउटा के छ अरे भन्दाखेरि हाम्रो मसँग क्यालकुलेटर चलाउँदैछु अरे म। र क्यालकुलेटरमा म अब डेसिमल किन युज गरेर म त्यहाँछु, मैले 1 + 5 गर्नु पर्यो अरे। त्यो साइन ल यो प्लस आएको, ठिक छ। सो 1 + 5 गर्नु पर्यो अरे। अब के हुन्छ भन्दाखेरि यदि मैले डेसिमल युज गरेँ भने के हुन्छ हेरौँ त। म यसलाई अर्को कुनै एउटा कलर यहाँ ल्याएर, जस्तै मानौँ मैले ल। अब यदि मैले 1 + 5 गर्नु पर्यो भने अब यो एउटा ट्रान्जिस्टर छ। अब के हुन्छ भन्दाखेरि ट्रान्जिस्टरमा यदि करेन्ट छ भने त्यो 1 हो है। अब यो ट्रान्जिस्टर मैले भने सरी भने कि भनेन, म फेरि भन्छु। सेमी कन्डक्टर युज गरे हुन्छ हामीले यसमा। सेमी कन्डक्टर मेटेरियल युज गरे हुन्छ। सेमी कन्डक्टर भनेको त्यसले इन्सुलेटरको प्रोपर्टी पनि देखाउँछ र कन्डक्टरको प्रोपर्टी पनि देखाउँछ। करेन्ट उसले फ्लो गर्न पनि सक्छ र फ्लो नगर्न पनि सक्छ। सो अब त्यो भएपछि के भन्छौँ भन्दाखेरि हामी यदि यहाँ करेन्ट छ भने यो 1 हो, करेन्ट छैन भने 0 हो, त्यसरी मान्छौँ हामी है। मानव अब 1 + 5 गर्नुपर्ने छ भने सुरुमा मैले 1 भन्ने यहाँ स्टोर गरेँ, ठिक छ। अब डेसिमलबाट गर्दा 5 हुनको लागि के गर्नु पऱ्यो, 5वटामा मैले करेन्ट देखाउनु पर्ने बेला यसमा करेन्ट छ 1 2 3 4 5 यति मैले देखाउनु पऱ्यो। त्यसपछि प्लस गर्ने भनेर मैले प्लस भने यहाँनिर गएर स्टोर गरेर यहाँ चाहिँ साइन स्टोर गरेँ अरे। सो डेसिमल मैले युज गर्दा के भन्दाखेरि 1 2 3 4 5 6 7वटा ट्रान्जिस्टर युज भयो, अहिले यति काम गर्दा। तर मानौँ मैले यही काम बाइनेरीमा गरेको भए, सो अलिकति अब बाइनेरीमा कन्भर्ट गर्ने, के गर्ने, कसरी गर्ने, त्यो कुरा अलिअलि थाहा हुनुपर्छ। 5 भनेको बाइनेरीमा 1 0 1 हुन्छ हाम्रो है। हो नि पक्का 4028421 हो, ठिक छ। 5 भनेको बाइनेरीमा 101 हुन्छ। 1 भनेको त 1 नै हुन्छ बाइनेरीमा है। अब यदि मैले यही काम यहाँ अब बाइनेरीमा गर्न खोजेँ भने नि 1 स्टोर गर्न मैले यहाँ करेन्ट पास गरेँ, यहाँ 1 स्टोर भयो, ठिक छ। अब 5 स्टोर गर्न मैले के गर्छु, यहाँ करेन्ट पठाएँ, ठिक छ, 1 भयो। यसमा करेन्ट पठाइनँ मैले, ठिक छ, यहाँ करेन्ट पठाइनँ, 0 भयो। यसमा करेन्ट पठाएँ, 1 भयो। अब साइन स्टोर गर्न यहाँनिर प्लस भन्ने साइन मैले यसरी स्टोर गरेँ अरे। अब 1 2 3 4 5 5वटा ट्रान्जिस्टरमै भयो, 2टा ट्रान्जिस्टर कम्ती भयो, युज भयो। सो मेन त हाम्रो कुरा यही नै हो, हामीले बाइनरी युज गर्दाखेरि कम्ती ट्रान्जिस्टरमा यसरी डाटा राख्न सक्छौँ। नत्र मानौँ 10 देखाउनु पर्ने थियो अरे, 10 भन्ने नम्बर मैले देखाउनु पर्ने थियो भने 10वटा मैले के गर्नु पर्थ्यो, ट्रान्जिस्टरमा मैले करेन्ट पठाउनु पर्थ्यो। तर मैले यदि बाइनरी युज गरेँ भने 10 भनेको त्यो 1 0 1 0 4टा ट्रान्जिस्टरमा के हुन्छ, एउटामा करेन्ट पठायो, एउटामा पठाएन, अर्कोमा पठायो, अर्कोमा पठाएन।
यति भएपछि यो के हुन्छ भन्दाखेरि हाम्रो कम्ती ट्रान्जिस्टर युज हुन्छ, त्यही भएर हाम्रो कम्प्युटरहरूमा हामीले बाइनरी नम्बर सिस्टम युज गरेर हुन्छौँ। कम्प्युटर सबै ट्रान्जिस्टरले नै मात्र बनेको हुन्छ। यो जुन हाम्रो स्टोरेज गर्ने कुराहरू देखि लिएर अब सबै थोकमा ट्रान्जिस्टर युज भएको हुन्छ भनौँ न। ल अब यो भएपछि यहाँ के भनेको छ भन्दाखेरि एभ्री पिस अफ डाटा, टेक्स्ट, इमेज सबै जे छ सबैलाई यसरी 0 र 1 मा लगिन्छ र यसरी लगेर ट्रान्जिस्टरमा राखिन्छ कम्प्युटरमा, जहाँ पनि यही नै हुन्छ। सो यो एउटा कुरा भयो। अब यो भएपछि अर्को के छ भन्दाखेरि प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको बुझौँ, र यो मैले बाइनरी नम्बर सिस्टमको कुरा किन गरेको त्यो म अहिले भन्छु। ल अब यस्तो ल्याङ्ग्वेज हो जसले चाहिँ के गर्छ अरे हामी मान्छेहरूलाई के गर्न, कोड गर्नमा हेल्प गर्छ, त्यहीलाई हामी प्रोग्रामिङ ल्याङ्ग्वेज भन्छौँ है। अब के हुन्छ भन्दाखेरि कम्प्युटरले त बाइनरी बुझ्छ भन्ने कुरा अहिले भर्खर हामीले हेऱ्यौँ, ठिक छ। तर प्रोग्रामिङ ल्याङ्ग्वेजले चाहिँ के गर्छ भन्दाखेरि नि हामी ह्युमनहरूलाई चाहिँ के गर्छ, यस्तो इन्स्ट्रक्सनहरू लेख्न दिन्छ जुन चाहिँ कम्प्युटरले बुझ्छ, ठिक छ। अब जस्तै हामीले सुनिराखेको थाहा भएको ल्याङ्ग्वेज भनेको पाइथन, जाभा, सी, जाभास्क्रिप्ट यिनीहरू त छँदैछन् है। अब जस्तै मानौँ मैले कम्प्युटरमा केही कुरा प्रिन्ट गराउनु पर्यो अरे, कम्प्युटरमा खासमा अब त्यही काम गर्नलाई त बाइनरीमा गर्नुपर्ने हो, 0 1 0 0 0 केही लेखेर त्यसरी लेख्नुपर्ने थियो हामीले। तर हामी त्यसरी त लेख्न सक्दैनौँ, हामीलाई गाह्रो हुन्छ 0 र 1 मा लेख्न। त्यही भएर हामी के गर्छौँ, यसरी प्रिन्ट एफ हेलो वर्ल्ड भनेर मैले एउटा इक्जाम्पल दिएको छ, ठिक छ। यस्तो स्टेटमेन्टहरू युज गर्छौँ, ठिक छ। सो अब यो भनेर चाहिँ के भयो भन्दाखेरि हाम्रो एउटा प्रोग्रामिङ ल्याङ्ग्वेजको एउटा कोड भयो यो चाहिँ। अब 0 र 1 लेख्नुभन्दा यो सजिलो हो, हाम्रै बाइनरी कम्प्युटरले बुझ्छ तर हामी बाइनरीमा लेख्न गाह्रो पर्छ, त्यही भएर प्रोग्रामिङ ल्याङ्ग्वेज भनेर चाहिँ यो हामीले बुझ्ने गरीको ल्याङ्ग्वेज भयो, ठिक छ, हाई लेभल ल्याङ्ग्वेज भयो यो चाहिँ। अब अर्को एउटा कुरा आउँछ कम्पाइलर भन्ने कुरा आउँछ। अब कम्पाइलर हिजो हामीले जिसिसी मैले हाल्न सिकाएको थिएँ। कम्पाइलरले चाहिँ के गर्छ भन्दाखेरि नि अब यहाँनिर मैले प्रिन्ट एफ हेलो वर्ल्ड है, हेलो वर्ल्ड भन्ने यसलाई प्रिन्ट गर्ने भनेर मैले भने। अब यो मलाई त थाहा छ यो के गर्ने भने, अब कम्प्युटरले त थाहा छ, यो बुझाउनु पर्यो। कम्प्युटरलाई कसरी बुझाउने भन्दाखेरि यो कम्पाइलर आउँछ, ठिक छ। अब त्यो जुन कोड मैले प्रिन्ट एफ भनेर लेखेँ नि त्यो भनेर चाहिँ हाम्रो सोर्स कोड हो है। अब त्यो सोर्स कोडलाई के गर्छ भन्दाखेरि उसले मेसिन कोडमा लान्छ। मेसिन कोड भनेको चाहिँ यो मैले भने नि कम्प्युटरले बाइनरी युज गर्छ, यो भने चाहिँ हाम्रो मेसिन कोड भयो, ठिक छ। सो कम्पाइलरले के गर्छ भन्दाखेरि हाम्रो सोर्स कोडलाई मेसिन कोडमा लान्छ र अब मेसिन कोडमा लगेपछि उसले के गर्छ, एउटा एक्जिक्युटेबल फाइल बनाइदिन्छ। EXE फाइल हुन्छ हाम्रो केमा, विन्डोजमा है। सो एक्जिक्युटेबल फाइल बनाइदिन्छ, त्यो चाहिँ के हुनसक्छ, इन्डिपेन्डेन्टली रन हुनसक्छ भनेको त्यसको लागि कुनै कम्पाइलर यताउता है, प्लेटफर्म यताउता केही चाहिएन, ऊ आफै रन हुनसक्छ है। जस्तै मैले जाभाको फाइल बनाएँ अरे अथवा सीको फाइल बनाएँ, जाभाको इक्जाम्पल लिउँ न। अब जाभाको कोडलाई रन गर्न JVM चाहिन्छ, जाभा भर्चुअल मसिन है, JVM चाहिन्छ। तर यदि मैले त्यो फाइललाई कम्पाइल गरेर EXE फाइल बनाएँ अरे, EXE फाइल भनेको कुनै सफ्टवेयर भनौँ न, कुनै सफ्टवेयर त्यो सुरुमा त सोर्स कोड लेखेको हुन्छ नि, त्यसपछि सफ्टवेयर बनाइन्छ, त्यो सफ्टवेयर त लगेर हालेर इन्स्टल गर्दा भइहाल्छ नि त, केही चाहिँदैन। सो त्यो जुन एक्जिक्युटेबल फाइल हुन्छ त्यो चाहिँ इन्डिपेन्डेन्टली रन हुनसक्छ भनेर जानेर है। सो अब हामीले जिसिसी जस्तो कुनै कम्पाइलर युज गरेर त्यसलाई एक्जिक्युटेबल फाइलहरू बनाउन सक्छौँ भनेको छ। र अब एडभान्टेज र डिसएडभान्टेज के भनेको छ भन्दाखेरि जस्तै अलिकति केही कुरा चेन्ज गरियो अरे हामीले, ठिक छ। एउटा कोडमा मानौँ प्रिन्ट एफमा हेलो वर्ल्ड भनेको थिएँ अरे मैले, हेलो वर्ल्ड मानौँ मैले त्यहाँ हाई वर्ल्ड लेख्नु पऱ्यो अरे। अब मैले के गर्नुपर्छ गऱ्यो भने फेरि त्यसलाई रिकम्पाइल गर्नुपर्छ, जे चेन्ज भयो भने त्यसलाई रिकम्पाइल गर्नुपर्छ भनेको छ। तर यो त्यत्रो डिसएडभान्टेज पनि होइन हुन चाहिँ है। सो यति नै छ यसमा, सरी म यसलाई ब्याक पार्दै। ल अब म अर्को स्लाइडमा गएँ। अब एउटा इन्टरप्रिटर भन्ने अर्को एउटा कुरा हुन्छ र कम्पाइलर र इन्टरप्रिटर लगभग उस्तै नै हो, के फरक छ त्यो मैले भन्छु। अब ल इन्टरप्रिटरमा चाहिँ के हुन्छ भन्दाखेरि नि जस्तै कम्पाइलरले चाहिँ हाम्रो कोडलाई कम्प्युटरले बुझ्ने कोड बनाउँछ भने, ठिक छ, यसले चाहिँ के भन्छ इन्टायर सोर्स कोड भनेको छ। एउटा कोड मानौँ मैले 100 लाइन लेखेको छु भने 100 लाइनलाई नै उसले एकैचोटिमा हेर्छ, एकैचोटिमा कन्भर्ट गरिदिन्छ। तर अब इन्टरप्रिटरमा चाहिँ के हुन्छ भन्दाखेरि इन्टरप्रिटरमा चाहिँ एकचोटिमा एउटा लाइन मात्र हेर्ने गर्छ उसले, 1 लाइन एट अ टाइम भनेको छ। उसले एउटा लाइन हेर्छ, त्यसलाई के गर्छ भन्दाखेरि कम्प्युटरले बुझ्नेमा लगेर उसले त्यो लाइन एक्जिक्युट गर्छ। अनि जब त्यो लाइन मिल्छ अर्को लाइनमा जान्छ, अनि त्यो लाइन मिल्छ अनि अर्को लाइनमा जान्छ, इरर आयो भने त्यहीँ रोकिदिन्छ है।
कम्पाइलरले चाहिँ के गर्थ्यो, पुरै हाम्रो पुरै जति पुरै पेजमा जति कोड छ सबैलाई एकैचोटिमा हेर्थ्यो। सो एउटा इक्जाम्पल भनेको पाइथनमा चाहिँ के हुन्छ, एउटा इन्टरप्रिटर युज गरेर हुन्छ हामीले, ठिक छ। अब त्यो इन्टरप्रिटर चाहिँ के हुन्छ भन्दाखेरि एकचोटिमा एउटा लाइन मात्र चेक गर्दै जान्छ। अब यो चाहिँ के हुन्छ भन्दाखेरि अलिकति स्लो हुन्छ भन्ने हामी मान्छौँ। पाइथनलाई एकदम स्लो ल्याङ्ग्वेज भनिन्छ हामी, किनभने अब पाइथन नै सीमा बनाएको हुन्छ, सी ल्याङ्ग्वेज युज गरेर पाइथन बनाएको थियो। त्यो हुँदाखेरि अब सीलाई पनि पाइथनलाई एक्जिक्युट हुनको लागि सुरुमा इन्टरप्रेट हुनु पर्यो। इन्टरप्रेट भएर मात्र त एक्जिक्युटेबल फाइल बन्दैन, त्यसले अब बनाउनु लागि कम्पाइल टाइममै लानु पर्यो। सो त्यसलाई चाहिँ स्लो भनिन्छ, स्लो हुन्छ भनिन्छ। अब हामीले हेर्दा त फास्ट नै हुन्छ है, तर अब प्रोग्रामिङ ल्याङ्ग्वेजहरूसँग कम्पेयर गर्दा चाहिँ स्लो हुन्छ। ल यति यो फरकहरू त बुझ्यो होला है। कम्पाइलरले के गर्छ, पुरै कोडलाई एकैचोटिमा हाम्रो कम्प्युटरले बुझ्ने बनाउँछ, मेसिन कोडमा लान्छ। इन्टरप्रिटरले चाहिँ के गर्छ, एउटा लाइन एकचोटिमा गर्दै लान्छ। अब ल त्यही भनेको छ, यसले के गर्छ, यसले पुरै प्रोग्रामलाई एकचोटिमा लान्छ, यसले एउटा लाइनलाई एकचोटिमा लान्छ। यो फास्टर हुन्छ, यो स्लोर हुन्छ। अब एकैचोटिमा उसले सबै के गर्यो, पुरै प्रोग्रामलाई कन्भर्ट गर्यो भने कति इरर छ सबै उसले एकैचोटिमा देखाइदिने भयो। तर यसले चाहिँ के हुन्छ भन्दाखेरि नि, म लाइन एक्जिक्युट गर्दै गएँ अरे, लाइन 5मा पुग्दाखेरि के भयो अरे, लाइन 5मा पुग्दाखेरि इरर आयो भने उसले के गर्छ, त्यो लाइन 5मै रोकिदिन्छ, त्यहाँबाट अगाडि लाँदैन। लाइन 5को इरर फिक्स गर्छौँ, त्यसपछि अर्को लाइनमा लान्छ। त्यसो हुन्छ यसमा चाहिँ जति इरर छ सबै एकैचोटिमा देखाइदिन्छ, भइहाल्छ। अब जाभा, सी प्लस प्लस यिनीहरू हाम्रो कम्पाइल भइगयो, र त्यसपछि हाम्रो पाइथन, जाभास्क्रिप्ट यताउता भनेको यिनीहरू के भयो भन्दाखेरि हाम्रो इन्टरप्रिटर ल्याङ्ग्वेज भयो। ल अब यो ल्याङ्ग्वेजहरू छ, यिनीहरू परेन, यो छोडिदिउँ। ल बाइनेरी नम्बर सिस्टम बुझ्यो, प्रोग्रामिङ ल्याङ्ग्वेज बुझ्यो, कम्पाइलर र इन्टरप्रिटर पनि बुझ्यो है। सो यो कम्प्युटरले बुझ्छ, यो हामीले बुझ्यौँ। यो चाहिँ के भयो भन्दाखेरि हाम्रो कसले बुझ्यो, यो चाहिँ हाम्रो यो कम्प्युटरले बुझ्यो, यो हामीले बुझ्यौँ। यसले चाहिँ के गर्यो, हामीले बुझ्नेलाई कम्प्युटरले बुझ्ने बनायो है। ल यति भएपछि अब अरू त म गराउँदै जाँदै गर्छु। ल सो ठिक छ, ल आजको लागि मैले यति नै भने होला। यति भएपछि म यो 3टा कुरा बुझ्यो। भोलिबाट चाहिँ हामी कोडिङ गर्नै थाल्छौँ। सो यो लगभग थ्योरी क्लास जस्तो थियो, र मैले यसमा त्यति धेरै केही जोड पनि दिनँ, यताउता केही बुझिहालिन्छ जस्तो लाग्यो यति गर्दाखेरि। सो यति बुझ्यो भने अब म भोलिबाट चाहिँ म कोडिङ नै सुरु गर्छु। ओके, आजलाई चाहिँ यति नै।